बोजूले बोजू हेलो सर कहाँ हुनुहुन्छ सर बोजू बिरामी हुनुहुन्थ्यो कि सर गाह्रो भयो सर आइदिनु न सर अलिक छिटो आइदिनु न सर हुन्छ सर तपाईले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केही क्षणपछि पुनः प्रयास गर्नुहोला हेलो हेलो हजुर भाइ बोजूले कस्तो छ अहिले अहिले अलिक सन्चो भयो आमालाई कति फोन गरेको लाग्दै लागेन मैले पनि यताबाट ट्राई गरेको स्विच अफ भन्छ ठिकै छ मैले कम्पनीमा एप्लिकेसन दिएको छु अब म फिनिस भिसामा नेपाल आउँदैछु त्यहाँ म आइन्जेलसम्म मैले त्यहाँ काकाहरूलाई पनि फोन गरेको छु वरपर त्यहाँ रहँदै गर्नु म आएपछि सबै ठिक हुन्छ नातिनु है त हुन्छ म आइहाल्छु छिट्टै आउँछु हुन्छ दबाई खाने बेला भएन मेरो भएको छैन अब एकछिन 20 मिनटपछि मात्रै खानु भन्नुभएको छ डक्टरले आज त ढिलो भइसकेछ कोही बोजू आएर ढिलो भइसक्यो बहिनीको वाटर बोतल बिस्छु छिटो ढिलो भइसक्यो भइसक्यो अब म गोकल छोडेर गोकल Okay, attend to roll number 1. Roll number 1. 2. Present, sir. 3. Present, sir. 4. Roll number 4. Absent. Not present? Yeah. Roll number 5. 6.
time? What time is now? कति बज्यो स्कुल यति बेला आएको हप्तामा 2-3 दिन त तँ यति बेला मात्र आउँछस् के छ कारण यसलाई नहानी हुँदैन कि यो बोजू बिरामी अनि घरमा आमा हुनुहुन्न कहाँ जानुभयो आमा अनि मामालाई गएको त अस्ति हो त अस्ति पनि मामालाई गयो भन्दै थियो त अझै पनि आउनु भएको छैन के ठिक छ प्रिन्सिपलसँग कुरा गर्नु आज त्यसपछि भोलिदेखि छिटो आउनु उसको आमा त नि अस्तिदेखि गाउँमा छैन त अर्कोसँग गयो भने गाउँमा हल्लै छ ला हो र Yes, come in. ल सर म चाहिँ दिक्कै भयो यो केटासँग कहिले टाइममा आउँदैन कति भन्नु हप्तामा एक दिन त ल ठिक छ तर अब हप्तामा 2 दिन 3 दिनसम्म पनि टाइममा आउँदैन म चाहिँ दिक्कै भयो भन्दा भन्दा अब के गर्नुपर्ने सर अनि भाइ किन तिमी ढिलो हुन्छ त जाने स्कुल सर बोजू घरमा बिरामी हुन्थ्यो सर दबाई खोकेर ल्याउनु तपाईँले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केही क्षणपछि पुनः प्रयास गर्नुहोला ल तिम्रो घरमा अलिक समस्या रहेछ भन्ने कुरा हामीले बुझ्यौँ होइन अब तिम्रो घरको परिवारमा अब हामी कन्ट्याक्ट गरेर कुरा गर्छौँ तिमीले आफ्नो काम टाइममा गरेर स्कुल चाहिँ समयमै आउने कोसिस गर्न है ल अहिले तिमी जाऊ